माई युट्युब च्यानल। आज तपाईँहरूलाई चाहिँ म स्वागत गर्न चाहन्छु मेरो भिडियोमा। अब आजभोलि चाहिँ म एक्लै छु नि त गाउँमा होइन, अनि के गर्छु, कता कता जान्छु, अनि तपाईँहरूलाई आज चाहिँ म सबै कुरा देखाउने चाहिँ त म भर्खरै उठेँ। अब म के गर्छु हेर्दै जानु होला। यस्तो दिन भइसकेछ घाम आउन त घाम आइसकेछ होइन। म ढिलो उठेछु है साथीहरू। आज मेरो फुलहरू हेर्नुहोस् न, ढिलो फुल्यो यसपालि, यस्तो फुलिसकेको छैन। अब यो भत्काउनु पर्ने छ। मेरो फुलहरू राम्रोसँग नफुलिकन तिमीहरू जाने भयो बाबा। यस्तो छ, माथितिर छिमेकीहरूको घर छ। अब चाहिँ साथीहरू पहिला खुट्टालाई मोजा लाउने हो। जाडो चिसो भयो गाउँमा, अब सकिँदैन। टक्कसँगले तातो पानी खाने, अनि के हो तातो पानीले मुख धुने होइन। मायालु साथीहरू त 6:30 हुँदैछ भर्खर। अनि हाम्रो घरमा चाहिँ धेरै बेर सुत्यो भने चाहिँ घामले यस्तो भेटिदिन्छ क्या, घाम आइदिन्छ, अनि बिहानभरि सुत्नै हुँदैन। कहिले कहिले अब अल्छी लागेर सुतिराख्यो भने त मान्छे आइपुग्छ घरमै होइन। त्यही भएर अलिक बिहान चाहिँ छिट्टै उठ्नुपर्छ। ल साथीहरू, अब आज चाहिँ प्रायः जस्तो म चाहिँ अब यो कालो नुन होइन, बिहान चाहिँ अब जाडो महिनामा अलिकति चाहिँ खानुपर्छ नि त। अनि मलाई अलिक घाँटी देखिरहेछ, त्यही भएर अलिकति मरिच पानी अनि यसलाई भिजाउने। मैले चिनी नखाएको चाहिँ अलमोस्ट 4 इयर्स धेरै भइसक्यो होला होइन। अनि यो चाहिँ ब्लु टी हामीले मार्केटमा, भाटबटिनीहरूमा, सुपर मार्केटहरूमा कति महँगो किनेर खान्छौँ क्या यो ब्लु टी। यो चाहिँ हामी आफैले बनाएको, मैले आफैले घरमा बनाएको, जुन चाहिँ यो फुल चाहिँ अपराजिता फुल हो होइन। यो चाहिँ एकदमै कमै ठाउँमा मात्रै फुल्ने गर्छ क्या, तल मधेसमा चाहिँ घरमा छ, त्यही भएर बनाएर। अनि यो तलको चाहिँ यो चाहिँ फेरि पारिजात फुल हो, जसले चाहिँ सुगर प्रेसरहरूको लागि राम्रो गर्छ होइन। अब यसलाई भिजाइदिने। यो तातो पानी हाल्यो मैले, ग्लास त फुट्दैन होला। ओ चिसोमा तातो पानी हाल्दा फुट्छ नि ग्लासहरू। अनि पानी भयो, यसलाई टक्कै यसलाई अहिले भिजिसक्छ पछाडि खाने हो। यो पानी खाने अनि मात्रै मुख धुने बानी छ है मेरो चाहिँ साथीहरू। अब चाहिँ मुख धुयो, अब पानी खायो। अब एक कप पानी खानु बाँकी छ। यस्तो एलर्जी भएको छ, सबै चिलाएर अनुहारहरू ड्राई भएर रुप्रङ गएको छ। अब अघिको मैले देखाएको ब्लु टी चाहिँ अहिले चाहिँ यस्तो भयो होइन। अब यसलाई चाहिँ पानी खाने बाहना हो क्या, खास चाहिँ पानी खानु सक्दिनँ म एउटै पनि, त्यही भएर पानी खाने बाहना मेरो लागि चाहिँ। तर यो खाँदाखेरि स्वास्थ्यको लागि पनि धेरै राम्रो कुरा साथीहरू। अब एक्लै हुँदा त कहिले कहिले त बोल्ने साथी पनि हुँदैन हो। धेरैजना बस्दा नि झिझो लाग्ने है। दिदीलाई कराएको कति कराउनुहुन्छ, कति बोलेको दिदी चुप्प लागि बस्नु न भन्दै। अब उनीहरूको दिदी अलिकति उमेर पाएको हुँदै गएपछि चाहिँ मान्छेहरू अलिकति नेचरहरू फरक हुँदै जाँदो रहेछ क्या होइन।
अब मलाई साइलेन्ट बस्नु मनपर्ने, दिदीलाई चाहिँ बोलेको बोलेकै गर्नुपर्ने त्यस्तो हुन्थ्यो। अहिले चाहिँ म मात्रै छु। कहिले कहिले चाहिँ बोरिङ हुन्छ। तर म यो अहिले मात्रै एक्लै बसेको होइन नि साथीहरू, धेरै समय म एक्लै बसेको छु। क्लास 6-7 तिर पढ्दा नि एक्लै बसेको छु गाउँमै होइन। मान्छेहरूले ओइ गाउँमा डर लाग्दैन यताउति भन्छ, घरमा एक्लै भन्छ। के को डर? आफ्नो घरमा बस्नलाई होइन। डराउने चाहिँ के छ? भूतसँग कि मान्छेसँग कि? अब आफ्नो नियत गलत छ भने त मान्छेसँग पनि डराउनु पर्यो होइन भने होइन। अब त्यस्तै बदमासी गर्ने चोर गुन्डैलाई त्यसरी नै अब सतिरै लागेर आयो भने त भन्न सकिँदैन होइन। नत्र भने चाहिँ खासै डराउनु पर्छ जस्तो लाग्दैन मलाई चाहिँ साथीहरू। ठुलो मोटाको हो कि अगाडिको क्यामेरामा खिचेको यो अहिले चाहिँ, त्यही भएर यत्रो मोटो देखेको हो कि अनुहार सुनेको हो पत्ता पाइनँ मैले। अब म चाहिँ गाउँतिर जान्छु, काम छ, ओठ फुटेर त्यस्तै भएको छ। म चाहिँ एकछिन अब गाउँतिर लागेँ साथीहरू होइन। गाउँमा भन्दा नि काम छ, के काम गरिन्छ हेरौँ। मान्छेहरू भेट्नुपर्ने छ यहाँ। घरको काम गर्ने मान्छेहरूले काम गरिरहेको छैन, अलि तनाव छ। सो म चाहिँ गाउँतिर लागेँ है त। त्यो अनि मेसिनको सामान चाहिँ उता राख्छ होइन, सबै सो गरिन्छ। अनि अम्मा तलाएर क्या सिरियस भएर ला सामान हराए चाहिँ सबै छैन अब भन्छ। म चाहिँ होइन ल अब तल जेठादाहरूलाई नभन्नु, मार्छ तपाईँलाई भन्छु नि। यहाँदेखि तल झरो भनेर यो कुच्चो पल्टाएर खोज्दा यो टोइलेटतिर खोज्दा गाँठे भरे त यहाँ छ भन्नु। दाजु त हरामी पो रहेछ त पख्नु तपाईँलाई। अब गाल निस्क्यो है, यो चाहिँ हालिदिन्छु म भिडियो सबै। अहिले कहाँ जाँदै गर्नुभएको? पर गाउँ पेलाउनु पर्छ दाइलाई। यो घर सब किन यस्तो घर बनाउनु पर्यो त? ढङ्ग थिएन पहिला नै, राम्रो बनाउनु पर्छ पर्दैन? जस्तो भनेको बाबाआमाले त्यस्तो बनाउनु पर्छ पर्दैन? पूर्व फर्काउनु पर्ने घर कसले पश्चिम फर्काएर घर बनाउँछ? अब उयो गर्नु के अरे सब हेल्पर गराएर यो भुँडी चाहिँ सब घटाउनु लाउनु दाइको। अब मेन भनेको हामीलाई ढुङ्गा पो चाहियो त। ढुङ्गा ल्याउनु गाह्रो मेन कुरा। माटो के माटो लाउने? पहिला सुरु गर्नु, एक साइड गर्नु, पहिला यताको काम सक्नु। अनि आउनु भएको माइजू माया मार्नु भयो त भान्जीले, त्यसो गर्नु पाइन्छ? दोकान आएको आउनु न, दोकानमा छ मलाई चाहिने कुरा छ नि त। हाम्रो गाउँमा चाहिँ यस्तो रमाइलो छ है साथीहरू, यस्तो दामी दामी फुलहरू फुलेको छ। काम गर्नुपर्छ मात्रै हो, गाउँ चाहिँ बिरमाइलो होइन। नत्र गाउँ कति रमाइलो रमाइलो। लु जाउँ आउनु दाजु, आइहालौँ न गएर। कहाँ जाने हौ दाइ चाहिँ फेरि? खाजा नखाने? खाजा चाहिएन? ल्याउनु नि त। हाम्रो गाउँघर चाहिँ यस्तो। यहाँ मौरी पालन, यहाँ आज निनीलाई भेटी जाउँ भनेर आएको क्या म। ओहो साथीहरू, अब मह काट्ने बेला हुँदैछ है गाउँमा। यसरी पाल्छन्। यो चाहिँ प्योर लोकल मौरी। माला दाजु निनी के गर्नुहुँदैछ है? म त टाढोमा आउनु पनि भ्याउँदिनँ, बेसरी काम खेतीपाती मेरो भ्याइ नभ्याइ। बाकल काका त्यो पर उड्दैलाई सोध्नु न कसलाई कसलाई दिएको छ। म त एउटा पनि ल्याएको पनि छैन। उसैको भएको अरे, उही जान्दछ है। म सागसब्जी थाल है, गाउँघर यस्तो छ साथीहरू। कान्छीला के गर्नुभएको हो दाजु? खै कति टिप्नु भयो करेला? 4 दाना पनि टिप्नु भएको रहेछ। घारीमा हरायो। आउनु लु त्यसो भए आउनु। कस्तो हुन्छ नाना? गुलियो हुन्छ यो? मिठो हुन्छ यो भोगटे होइन त दाजु? झरा एउटा ल्याउनु है। ओ यता पछि टिप्नु। चित्त बुझाउनुलाई दुईटा उता पनि छ, त्यो छिपेको उता माथि माथि।
साथीहरू आफ्नो मन पर्दो घर बनाएर अहिले फेरि रिपेयर गर्नु परेछ यो दाजुले यति त्यही भएर आज चाहिँ खाना यहीँ पकाउँदैछु म चाहिँ होइन यो चाहिँ मामा घर हामी चाहिँ वरिपरि मामा घर छ भाग्यमानी अनि तल पनि मैले नै पकाउने हो भात यहाँ पनि मैले नै पकाउनु पर्छ यो मेरो दाजुको लागि चाहिँ कोही लाटी भाउजू छ भने एउटा खोजिदिनु होला प्लिज साथीहरू तपाईँहरूले होइन यस्तो लाटा छ मेरो दाजु अब फेरि युके होल्डर मान्छे अलिक नक्कल झकल पार्नु दाजु एउटा भाउजू ल्याउनुपर्छ भनेको मान्नुहुन्न सो म चाहिँ आज खाना बनाउँदैछु है आज चाहिँ यही माथि नै खाना खाने भएन र अब यहाँ पनि साथीहरू मैले नै पकाउने हो क्या तल गए पनि घरमा पनि मैले नै पकाउनुपर्छ म पनि घरमा एक्लै यहाँ दाइ पनि एक्लै अनि उता मामा जेठो मामा पनि एक्लै हामी चाहिँ एक एकजनाको परिवार अनि प्रायः जस्तो मै खाना बनाउँछु जता पनि दाइ र भाइ चाहिँ काम गर्दैछन् यसलाई चिया खानुभन्दा अगाडि पकाउने रे यता दाल मासु पाकिसक्यो होइन अब यहाँ कफी बनाइदिनु पऱ्यो दाजु दाजु हौ आउनु खोइ भाइलाई पनि बोलाउनु मेरो दाजु त यति बिन्दास मान्छे हो होइन केही सोख चिन्तै छैन बहिनी पहिला गएपछि ज्वाइँले बनाइदिन्छ होला नि खोइ खान्छ चियासिया हाल्छ क्या बिहान पनि चियासिया लाएर खानेकुरा त म पत्ता लगाइदिन्छु सबका सब वेलकम वेलकम हो त्यही हो मेरो चाहिँ चिनी बिनाको यसलाई चाहिँ अब धनियाँ खाने मान्छे कम छन् साथीहरू यस्तो दामी भएको छ धनियाँ होइन सागहरू तपाईँ रुनुहुन्छ अहिले मेरो कहानी सुन्नुभयो भने फेरि आँसु कसले पुछिदिने होइन घान्द्रुकमा कस्तो दामी दामी छ माथि अन्त नि हाम्रो ठाउँमा चाहिँ हामी चाहिँ आफ्नो ठाउँको महत्त्वै नबुझेर हो क्या यस्तो भएको केही होइन आज गाउँको स्पेसल खै त हो यो गर्नु पर्थ्यो मोबाइल चाहिँ कहाँ छोडेको त बजाइदिइराखेको त्यतिकै छ होस् अरू बेला गाउँघरमा यतिको खानु पाउनु त ल कस्तो हुँदैछ दाजु हामी चाहिँ 3 जना भए पनि खानु चाहिँ माहिर छौँ है साथीहरू ल टेस्ट एकदम चकिलो खरो खोर्सानी खोइ मै तल थियो ल्याइन खोर्सानी त्यहाँ छ लु आउनु पर्यो सुरु गरौँ अब सारालुङ खोटाङ यहाँ यस्तो खाने हो भने आउनु पर्यो है साथीहरू आउनु पर्यो होइन अब चाहिँ बस्नु पर्यो म पनि ल है त मैले कस्तो घाम लागिरहेछ लुगा धुएँ अनि म चाहिँ अब खोल्सामा त्यो आरा काटेको दाउराहरू त्यत्तिकै छ अब मान्छे बसेपछि चाहिन्छ फेरि यो घरको काम गर्दाखेरि चाहिन्छ नि त अहिले चाहिँ घर यस्तो छ होइन अब पछि फिनिसिङ भएपछि कस्तो हुन्छ त्यो पनि म तपाईँहरूलाई देखाउँछु साथीहरू अब म चाहिँ खोल्सामा दाउरा अलिकति लिएर आउनु पर्यो भनेर हिँडेँ समय कति छिटो बित्छ साथीहरू होइन यहाँ म आउँदाखेरि कोदोहरू रोप्दै थियो म कति समय बसिसक्यो मलाई नै थाहा छैन यार अहिले आएर त मलाई यता अलैँची बारी हो पुरै मेरो अलैँची बारी हो अनि उता यस्तो गाउँहरू छ होइन पत्करतिर यता देखिँदो रहेछ तल रोड भएको छेउमा चाहिँ हाम्रो वडा कार्यालय छ अनि कोदो टिपिसक्नुभयो यहाँ कोदो टिप्नु हुँदैछ बुढाबुढी मान्छे क्यामेरामा आउन मान्दैनन् लजाउँछन् होइन उहाँहरूको चाहिँ मैले पुरा खिच्दिनँ कि धेरैको भिडियोहरू त्यस्तो चाहिँ म यस्तो छ है साथीहरू गाउँ चाहिँ मान्छे नभएर बाटोहरू यस्तो हो जङ्गल घारी तोरी भइसकेछ अब त यता पनि रुखुमा भारी लाउन नि आउँदैन साथीहरू जस्तो तसो लाएँ। अब अलैँचीमा चाहिँ यसरी यहाँ पानी लगाइसक्नु भयो कि अब हो। अब चाहिँ बस्नु पर्यो है साथीहरू। अब चाहिँ
उठाइहाल्नुपर्छ, नत्र भने पानी फिर्के लाउने थालिसके। त्यही भएर हतार छ, बिजोग छ। एक्लै छु घरमा, के गर्नु। खासमा यो दाउरा बोक्नु अरूलाई नै ठेक्का दिएको हो। अनि ठेक्का दिएको बुढाबुढीहरू चाहिँ अलिकति मात्रै बोकेर हिँडिहाले सहरतिर होइन। अनि आफैले बोक्नु पर्यो, गाटा भयो साथीहरू। पैसा त दाजु कतिवटा खानुभयो? 7वटा। ओ माई गड। अब गाउँ डुल्नु जानुपर्छ एक फनको। मेरो चाहिँ 8वटा भएछ। के भन्छ अरे दाजु गाउँमा हामीलाई? चुलमेती फेमस डन। दुईजना डन। यस्तो मोच कसैको हुँदैन। अर्को पनि थपेको छ, अब 3जना भएर हल्लाउनुपर्छ। सपना गइहाल्यो र हामी थोरै भएको थियौँ होइन। अब फेरि मोच गर्नुपर्छ, माथि जानुपर्छ भोलि चाहिँ। भाले खोज्नुपर्ने स्थिति आयो साथीहरू। पाहुना आउनु हुनुभयो। खोइ भाले खोइ ठुलो भाले। अचानक फेरि खाना बनाउनु पर्ने भयो आज। हाम्रो मेयर साहबहरू आउनु भएको छ अरे, त्यही भएर म चाहिँ फेरि खाना बनाउनु पर्ने भयो आज। यसलाई चाहिँ लोकल कुखुराको सुपमा हालेर बनाइदिने हो। ल्याइ छाड्नु भयो, ल्याउनु भएछ त अनि। मालिसँग कसरी बोल्ने अरे? आई लभ यु, डु यु लभ मी? ल हाम्रो चाहिँ यहाँ यस्तो हुँदैछ। बाहिर हाम्रो अध्यक्षज्यूहरू हुनुहुन्छ। अहिले चाहिँ माइला दाजु चाहिँ फेरि अब बुढो म्यानेजर हड्डी चपाउनु नसकेर पुरा बल गरी चपाउनु रहेछ। भाले सिपेको छ। आउनु न खाना खाउँ अब हामी पनि। पारा दाजु पुरै भाँडै लिएर बस्नु भएको छ। ज्यान चाहिँ खाएरै बनाउने हो नि त। कोही चाहिँ यो, कोही चाहिँ यस्तो, कोही चाहिँ यस्तो। सन्तान थरी थरीको। त्यो ज्यानमा लागेको हो क्या त्यो। भयो। कोहीलाई चाहिँ तेलमा तार्दा पनि फुलिँदैन होला त, सुक्छ चाहिँ होला। यसको नाममा थ्याङ्क यू है। हाम्रो चारमा चाहिँ त्यस्तो छैन। कथा नि अलिकति आफ्नै पार्टीको त्यहाँ हुनुपर्ने जस्तो टाइप्सले होइन, जे गर्दाखेरि त्यो चाहिँ भने त्यसो भयो भने चाहिँ त्यो ठाउँलाई नै तपाईँ मैले यसमा सुँगुरबाट एकदम। ल त साथीहरू, आजलाई यति। आजको दिनभरिको हाम्रो कामहरू यस्तै रह्यो। अब फेरि अर्को भिडियोमा भेट्ने छौँ हामी। हजुरलाई राम्रो लाग्यो भने प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। म सिक्दैछु, अझै पनि सिक्ने मौका दिनु होला। फेरि भेट्ने छौँ हामी। बाई बाई।